एकैछिन साथीहरू यो भिडियो हेरौँ है, माथिको यो भिडियो हेरौँ। अस्ति जेनजीको आन्दोलनमा घाइते भएको साथीहरूले के भन्दैछन् त। तपाईँले हेर्नुभयो नि यो भिडियो, बिचरा यो दाइले देशको लागि र जेनजीको सपोर्टको लागि यतिसम्म आफ्नो साथ सपोर्ट दिएको रहेछ। उसले भनेको कुरा सही हो, किनकि यस्तो घाइते पीडितहरूलाई चाहिँ दिनुपर्छ, किनकि सरकारले यो बेलामा यिनीहरूलाई पनि हेल्प गरेन भने कहिले गर्ने त। यिनीहरूलाई चाहिँ राहत दिनुपर्छ। तपाईँको भनाइ के छ? तपाईँ सबैजनाले कमेन्ट गर्नु र यो भिडियोलाई लाइक सेयर गरेर सबैले जति हुन्छ सेयर गरेर त्यो दाइसम्म पुऱ्याइदिउँ ल। ओ साथी हो, तपाईँले सही सुन्नुभयो, किनकि क्षतिपूर्ति पाउनुपर्छ, तर यो मान्छेले होइन। क्षतिपूर्ति पाउनुपर्छ जो मेन जेनजीको लागि लडाइँ गरेका छन्, जसले जेनजीको लागि, परिवर्तनको लागि जेनजीले ज्यान गुमायो, त्यो मान्छे जो सही जेनजी हो त्यसले पाउनुपर्छ। तर यो मात्र चुटराँडीको छोराले यस्ता यस्ता खातेहरूले पाउने होइन। यहाँ मैले अहिलेसम्म देखेको भिडियो र अहिलेसम्म देखेको यो परिवर्तनको लागि मेन हात भनेको कसको छ भन्दाखेरि मेन हात भनेको अरू मान्छेको छ। किनकि जेनजी जो बिचरा त्यो 30-40 जना 50 जना कतिले ज्यान गुमाइसके, तिनी मान्छेहरू बिचरा केही थाहा छैन, गाउँबाट आएको छन्, तिनीहरूलाई केही थाहा छैन। ल जेनजी हो भनेको जेनजी पनि के हो, हाम्रो माग के हो त भन्ने पनि थाहा छैन बिचरा। त्यत्तिकै हाइमा गएर तिनीहरूले ज्यान गुमाए, अगाडि गएर गोली थापे। यी मात्र चुटो हातमा पट्टी लगाएर म जेनजी हो यसको फाइदा उठाउन खोजेका छन् यिनीहरूले। किनकि यस्तो मान्छेलाई सरकारले छिटोभन्दा छिटो कारबाही गर्नुपर्छ। सबलाई समातेर संस्थाको नाम लिएर आउने, म संस्थाको अध्यक्ष हो, जेनजीको नाम लिएर जेनजीले गर्दा फेरि देश परिवर्तन भयो भनेको छन्। तर बिचरा को जेनजी भन्ने तिनीहरूलाई थाहा छैन, अर्कैले घुमाइरहेको छ। मेन नेपालमा भएको बोरबलमै यही हो। देशमा त्यत्रो परिवर्तनको लागि लफरा भयो, तर देशमा त्यत्रो लफरा भइसकेपछि पनि तर के भइरहेछ त? अहिलेसम्म अलमलमा छ क्या मान्छेले। एउटा संस्थाले भन्छ मैले गर्दा भएको, जेनजीलाई मैले निकालेको, मलाई यो चाहियो। अर्को राप्रपाको मान्छे निस्किन्छ, म जेनजीको मेन मान्छे भनेको छ। अनि ब्याकग्राउन्डहरू पुरा पार्टीको मान्छे छ। अर्को हेऱ्यो त्यस्तै छ, म हो मेन चाहिँ यो पत्ता लगाएर मेन जेनजी को हो र जेनजीको मा के हो र हामीले भनेको त्यो गलतकारी अन्त्य गर्ने शान्ति चाहिएको सबैलाई भनेको। किनकि कसैले पनि मेन चाहिएको अहिलेसम्म जति बात गरेर खाए, बात गरेर मारे दिदीबहिनीहरूलाई, यो चाहिएको होइन। यो सबै कुराको अन्त्य चाहिएको खास चाहिँ। भ्रष्टाचार नहोस् देशमा, केही चाहिएको खास चाहिँ। तर यहाँ चाहिँ जेनजीको लिएर राणाको बानुहरूले म अध्यक्ष हुनु पऱ्यो, म यस्तो हुनु पऱ्यो, म यो संस्थाको मान्छे हो, मलाई यति क्षतिपूर्ति दिनु। यो क्षतिपूर्ति त मरेको मान्छेलाई यति त्यही मलाई यतिले भन्ने टमाटर चुटको खास। मेन चाहिँ यो यस्ता यस्ता मान्छेहरूलाई छिटोभन्दा छिटो समातेर कारबाही गर्नुपर्छ। मिल्छ भने गराउनु नि छ, जनी घाइतेका छन् तिनीहरूलाई राम्रो उपचार होस्, त्यसमा पनि कुनै घुसपेट नहोस्। मेरो धारणा त्यो छ। जति पनि मरे तिनीहरूलाई राज्यबाट केही सहयोग होस् र आमा बुबालाई मन शान्त गर्ने शक्ति मिलोस् र सरकारले राहत दियोस्। देशको परिवर्तनको लागि ज्यान गुमाउने केही थाहा नभएका विचारहरूलाई मात्र चुटोलाई दिने होइन। जति हुन्छ बरु हस्पिटल परेकोलाई सबजनालाई गएर यो कति हुन्छ के हुन्छ धेरै थोरै दिएर राम्रोसँग उपचार गरेर भोलि बिहान त्यसमा पनि घुसपेट